ल हाय साथीहरू, आज चाहिँ हामी बिहे खानु हिँडेको। यहाँ हाम्रो गाउँमा भाइको बिहे छ नि, त्यही भएर यता हो भन्छ दाजु हिँडेको। अनि बिहे घर चाहिँ यहीँ हो, नजिकै। अनि हामी आइसक्यौँ रहेछ। आज बिहानभरि कस्तो पानी पर्यो। बिहे घर चाहिँ यहीँ छ। अनि खाना खाने ठाउँ यहाँ बनाउनु भएको रहेछ, कस्तो मजाले। अनि यता हो बिहे घर चाहिँ यहाँ माथि। हामी चाहिँ नाना बेना, हाम्रो छोरा, हाम्रो भान्जा आएको हो नि। यहाँ चाहिँ बेहुली भित्र आउनु हुँदैछ। धेरै लगाइदिनु पर्छ यहाँदेखि माथिसम्म लगाइदिनु पर्छ। यहाँबाट धरे धरे अहिले भर्खर हामी त जन्ती बेहुली लिएर आएको छ। यो बट्टा फेरि बुझाइदिनुपर्छ अहिले। हजुर भर्खरै पहिला ढाक्न यो कति दिनसम्म हामी बाँच्नुपर्छ मेरो बुढी भनेर चाहिँ ढोग्नुपर्छ बिताउनुपर्छ। तैँले मलाई भनेर यहाँ यसो गर, यहाँ थाप्लामा बुढीको थाप्लामा, यहाँ पहिला बुढीको थाप्लामा त्यसो भनेर हामी पाँचजना हाम्रो जिन्दगी बिताउनुपर्छ यहाँ ठाउँमा। त्यसपछि मात्रै खुट्टा ढोग्ने हो। बेसी ढाप्पाहरू यहाँ थाप्लामा चिन्ता जिन्दगीबाट आफ्नो जिन्दगी बिताउनु पर्छ तिमी र मेरो भनेर चाहिँ थाप्लामा हात लाएर पो आजदेखि श्रीमान पक्का श्रीमान हो त्यस्तो। आजदेखि बाच्चा हो त्यस्तो हो कि अब सिकिसक्नु भएको हाम्रो गाउँतिर चाहिँ फेरि बेहुला बेहुलीलाई चाहिँ यस्तो दिने चलन छ। अलिक सानोले पेट नखाउँदैन भनेर ठुलो ठुलो तीनटा मात्रै पढेछ त भाइ। चारवटा छ, यो चाहिँ फेरि एकदमै बेहुला र बेहुलीलाई के चलन होला फेरि हाम्रोमा।
यसमै छ मैले लगाएको यसमै छ यो अघि मिक्स गरेको नि त खोलेको पल्लो गएर खोजौँ त ल त्यहाँ त्यहाँ निस्को यता को साइडमा त्यो होला कि दाजु होइन यस्तै छ यस्तै छ यस्तै भाडा छ अलिक झिट टिपेर फाल्दिनु जस्तो छ खाली गरेर गाउँघरतिरको यो धारा चाहिँ खतरा हो क्या यहाँ चाहिँ फेरि ठुलो फसिलो काट्नु भएछ हेर पानी ल अब खाना खाने बेला भयो त्यही भएर खाना खाने ठाउँमा पानी रेडी गर्दै गरेको कता ल मामाको बिहे मिठो ल मामाको बिहे मिठो माम खाएको मामा निकाल्छु है ल ठुलो गाँस उसलाई खानु मन नभएर तिमीले खाँदैछ